हेलो बस पुऱ्याएर उतैबाट अफिस जाँदा हुँदैन? अनि खाना चाहिँ मलाई हर्केसमै राखिदिनु। अचार त बनाइस् होला नि? यो जागिरै स्वास्नी भएपछि साह्रै दुःख पाइने के। सरकारले तोकेको 50% छुट दिन इन्जिनियरिङ कलेजहरू असम्भव। फेरि कसको फोन आयो? हेलो ए नमस्ते नमस्ते हजुर। हजुर ए म यसो हामीले संसार भवनमा छु हजुर। हजुर हजुर यतै आउनुहोस् न तपाईँ पनि। हस् त हस् 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 हस्। अनि चाहिँ अस्ति असारमा त्यो डेसिमल चाहिँ नपाएर कस्तो बिजोग भयो नि। होइन यो बङ्गलादेश त खासै टाढो त रहन्छ क्या अरे। अहिलेसम्म आइपुगेको छैन मल। सरकारले जिम्मा हो लिया हो क्या अरे। यति बसी त पुगिहाल्यो नि। यो सब कमिसनको चलखेल त हो नि। स्कुल कलेज सब नेताहरूकै हुन्। हस्पिटल सबै नेताहरूकै हुन्। यिनीहरूले बाहिर पो आउन दिँदैन हो त नि। अब के भन्नु, संसद नै अब गुन्डाहरूलाई छोडिदिएका छन्। यहाँ जे होस् देश विकास बाहेक यहाँ नेताहरूले सबै चिज राम्रो गरेका छन्। 66 वर्षीय वृद्धद्वारा एक किशोरी बलात्कृत। एकचोटि होइन ललितपुर महानगरपालिकाले करारको लागि मान्छे मागेको रहेछ। मैले र मेरो साथीले 2टा फर्म भर्यौँ क्या 400 तिरेर। परीक्षाको सूचना निकालिन्छ अनि फोन गर्छु भन्थ्यो। 2 वर्ष भयो। पछि थाहा भयो कि त्यो विज्ञापन त यत्तिकै निकाले रहेछ। सीमा ठ्यास्नेहरूले पहिल्यै आफ्नो मान्छे घुसिसकेका हुँदो रहेछ। ल हेर अब स्थानीय सरकारदेखि नै यस्तो ताल छ त के उभो लागिन्छ। म त नेपाल बस्दिनँ यार। अब आखिर यहाँ जे गरे पनि उँधै झरिँदो रहेछ। बरु केही नभए पनि खाडीतिर लाग्नु पर्ला जस्तो। घरमा पनि कुरा भइसकेको छ। भने अब यी पसल बाहिरको बाटो हेर त कस्तो बिजोग छ। न विकास छ न यिनीहरूसँग केही प्लान छ। यिनीहरूले केही नाप्दैन। त्यसो भए हामी नापौँ न त। सबैको मुखबाट एउटै कुरा सुन्छु यार। उसले यो भएन भनेको छ, उसले त्यो भएन भनेको छ। हामीले चाहिँ आफूले के गरेको छौँ त अहिलेसम्म? खै त विद्रोह। यो बसलाई यहीँ टुङ्गाइदिउँ। किन र दिदी आज के छ त्यस्तो खास? आज दाइलाई डायग्नोसिसको लागि हस्पिटल लगेको छ। खै आज अलि सिरियसै छ अरे। हस्पिटल पुग्नु छ, म चाँडै जानु छ। ल हेर त नेपालमा एउटा यस्तो सेक्टर भन् जुन चाहिँ राम्रो छ। हस्पिटल ट्रिटमेन्टदेखि लिएर कुनै सेक्टर गतिलो छैन यहाँ। हो समस्या छ थाहा छ। तर हामीले चाहिँ के गरेको छौँ त अहिलेसम्म? अब समस्या छ भनेर चिया गफ ठोकेर मात्र त समस्याको समाधान हुने होइन होला। हामीले नबुझेको होइन नि। नेपालमा समस्या छ, व्यथिति छ। तर अब यही समस्यालाई कसरी समाधान गर्ने भनेर त्यसमा पो लाग्ने हो कि हामी सबै। परिवर्तन एकाएक हुने त होइन नि। इट टेक्स टाइम एन्ड इफोर्ट के साथी हो। र त्यो आफूबाट सुरु गर्नुपर्छ के। तैँले जेसुकै भने यार। तर नेपालमा जे गरे पनि पावरकै खेल हो आखिर। मलाई त यहाँबाट कहिले उम्क्यौँ र बाहिर जाउँ जस्तो भइसक्यो। यो नेपालमा बसेर कहिले उमो लागिँदैन। त्यो माथिको पाण्डुमुजी हेर्न घर ठडाइसक्यो विदेश गएर। अनि हामी भने जस्ताको तस्तै। त्यो र म सँगैको त हो नि। बरु मिल्छ भने सबैजना एकैचोटि विदेश जाउँ। ए हजुर सुन्नुहोस् न, छोराको बिहे पो गरिदिने हो कि? उमेर पनि त धेरै भइसक्यो। बिहे गरिदिनु त के ठुलो कुरो थियो र। त्यो सँगै पढेको पाण्डेको छोरा हेर त विदेश गएर कमाएर कत्रो प्रगति गरिसक्यो। अब यसले कोसिस नगरेको पनि होइन। तर नेपाल देश नै त्यस्तै भइसक्यो। अब यसलाई यसको दिदीलाई भनेर अस्ट्रेलियातिर पठाइदिनु पर्यो। मैले भनेको यसले सुन्ने होइन। अब तिमी नै एकचोटि मायाले सम्झाएर पठाउने कुरा गर त। बरु यही एउटा घरभित्र राखेर भए पनि पठाउँला त्यसलाई। तर नेपालमै अझै पनि केही गर्छु भनेर लागि पर्यो भने चाहिँ त्यति गरी खाला खाइ। सम्झाऊ है सम्झाऊ।
भाइ कति नजिक आएको भाउ यो पोखरी डुबिन्छ भनेर डर लाग्दैन? यदि मैले पनि डुबिन्छ भनेर डराएँ भने त कसरी यो पोखरी सफा पार्न सकिन्छ त? दलालीले हरिएको दौड बेला मलामीको हुन्छ अब अञ्चल। गाडिन्छु, खस्रन्छु, निचोडिन्छु, थिचिन्छु, परे मर्छु, तर म गर्छु, म केही धेरै गर्छु।